हेलो नमस्ते। हामी चाहिँ यतिखेर चिचिला गाउँपालिका वडा नम्बर 3 को फाकादाममा छौँ। फाकादाम भने चाहिँ चिचिला गाउँपालिका वडा नम्बर 4 र 3 को सीमा क्षेत्र हो, तथापि यो चाहिँ 3 नम्बरमै पर्छ। खासमा आज हामी कार्यक्रम चिचिला सन्देश निर्माणको क्रममै यहाँ आइपुगेका हौँ। चिचिला गाउँपालिकाले सबै वडालाई समेटेर रिङ रोडको अवधारणा ल्याएर सबै वडालाई जोड्ने एउटा परियोजना विस्तार गरेको थियो र वडा नम्बर 4 र 3 को अझ भनौँ उत्तर दक्षिण कोशी राजमार्ग हुँदै यता 3 नम्बर प्रवेश गर्ने बाटो जोड्न बाँकी थियो। त्यो चाहिँ रिङ रोड अन्तर्गतको बाटो र यही पाली यो सडक खण्ड पनि जोडेर रिङ रोड कम्प्लिट गरेको छ चिचिला गाउँपालिकाले। अहिले भर्खर मात्रै यो खर्सुबाट चिचिला गाउँपालिका वडा नम्बर 3 को खर्सुबाट फकादामसम्म जोड्ने सडकको हामी स्थलगत अनुगमन गरेर यहाँ आइपुगेका छौँ। यो क्रममा चिचिला गाउँपालिकाका उपाध्यक्ष एवं योजना अनुगमन समितिका संयोजक मनकला राई, भौतिक पूर्वाधार समिति संयोजक राजेन्द्र घले, प्रमुख प्रशासक अधिकृत सन्तोष राई, इन्जिनियर उमेश कार्की लगायतको जम्बो टोली कर्मचारी र जनप्रतिनिधिको जम्बो टोलीले यो बाटोको अवलोकन निरीक्षण पनि गरेका छन्। अब समग्रमा बाटो चाहिँ कस्तो भयो त, यो ट्र्याक ओपन कस्तो भयो, यस विषयमा पनि प्रतिक्रिया लिन्छु। सबैभन्दा पहिले चाहिँ योजना अनुगमन समितिका संयोजक एवं चिचिला गाउँपालिकाको उपाध्यक्ष मनकला राईको प्रतिक्रिया लिन्छु। समग्रमा बाटो कस्तो पाउनु भयो? नमस्कार हजुर। नमस्कार सर। बाटोको चाहिँ अनुगमन गर्नुभएको छ र यो चाहिँ कप्ताने भनेको उत्तर दक्षिण कोशी राजमार्ग हुँदै यता कप्तानेबाट सिरुबारी हुँदै फकादाम हुँदै 3 नम्बरको खर्सु जोड्ने बाटोको अनुगमन गरिसक्नु भएको छ। रिङ रोड भनिएको छ होइन? बाटो समग्रमा कस्तो पाउनुभयो? बाटो अब पहिलो त हाम्रो ट्र्याक ओपन सबैतिर नगरिसकेको र ट्र्याक चाहिँ जोडिएकोले अत्यन्तै खुसी लागेको छ। अब खुसी हुँदै पनि कति ठाउँ चाहिँ बाटोको ट्र्याकहरू त्यो ड्रेन चाहिँ नमिलेको कारणले कुनै ठाउँ चाहिँ सुधार्नु पर्ने, ग्रेडहरू नमिलेकोले त्यसलाई चाहिँ मिलाउने कसरी हुन्छ मिलाउन सुझाव दिएको छौँ हजुर। अब यो चाहिँ अब हुन त अहिले निर्माणकै क्रममा छ, फाइनल अनुगमन पनि हुन बाँकी छ, बिचमा तपाईँले अनुगमन गर्नुभएको छ। त्यसो भए उहाँहरूले त्यो काम गर्नुहुन्छ भन्ने अपेक्षा गर्नुहुन्छ? एकदम अब उहाँहरूले हुन्छ पनि भनिसक्नु भएको अवस्था छ र पहिला अनुगमन हाम्रो प्राविधिकहरूसहित पालिका प्रमुखज्यूले पनि गर्नुभएको छ। उहाँले पनि त्यस्तै खालको सुझाव सल्लाह दिइसक्नु भएको छ र उहाँहरूले हुन्छ पनि भन्नुभएकोले म चाहिँ हुन्छ नै भन्ने विश्वस्त छु सर। समग्रमा यो रिङ रोड छ होइन, रिङ रोड लगायतको विषयमा के भन्नुहुन्छ? यो विषयमा अब यसको हामीले लिएको अवधारणा अनुसार चाहिँ यसको निकै लामै हाम्रो सपना छ। जस्तै अब यो रिङ रोडलाई चाहिँ पछाडि स्तर उन्नति गरेर अथवा हामीले पिच गर्न सक्यो भने चाहिँ एउटा विद्यालय शिक्षा क्षेत्रलाई पनि जोड्ने अनि हामीले कृषि सडक पनि बनाएर सम्पूर्ण हाम्रो पालिकाको रिङ रोडलाई समावेश गरेर त्यसलाई चाहिँ अझै हाम्रो आर्थिकसँग पनि जोड्न चाहेका छौँ हजुर। हस्, धेरै धेरै धन्यवाद। थ्याङ्क यू सर। हामीसँग यतिखेर चाहिँ चिचिला गाउँपालिकाका भौतिक पूर्वाधार विकास समिति संयोजक हुनुहुन्छ। उहाँ भर्खरै मात्रै पनि अनुगमन सकेर चाहिँ आउनु भएको छ। खास यो योजना कस्तो हो, कसरी पारिएको हो, यो रिङ रोड चाहिँ भनिएको छ होइन, ठ्याक्कै यसको अवधारणा लगायतका बारेमा चाहिँ कुरा बुझौँ। सबैभन्दा पहिला चाहिँ उहाँलाई सोध्छु म यो योजनाको बारेमा, कसरी योजना पारिएको थियो अर्थात् कुन स्रोतबाट यो रिङ रोड जोड्ने योजना थियो, यही विषयबाट कुरा गरौँ। नमस्ते हजुर। नमस्ते। यो योजनाको कुरा गर्दै थिएँ, यो चिचिला गाउँपालिकाले चाहिँ सबै वडालाई जोडेर रिङ रोड बनाउने भनेर अवधारणा अनुसार काम गरिरहनु भएको थियो। यो लगभग यो रिङ रोड जोड्ने काम यतापट्टिको चाहिँ सकियो होइन कि कसो? लगभग यतापट्टिको दिदिङ पाटोको चाहिँ हामी लगभग सक्यो भन्दा हुन्छ। सक्यो भन्दा पनि के छ भने तपाईँको अब अलिकति बिचमा हामी 2 नम्बरमा चाहिँ बाँकी रहिरहेछौँ। यामदगाउँबाट चाहिँ हामी उता चुच्चेढुङ्गा हुँदै तल उमा ठोकाउने त्यो अलिकति बाँकी छ र लगभग सिद्धियो। जस वडा नम्बर 3 र 4 जोड्ने यता बाँकी थियो, त्यो चाहिँ सकियो होइन? 2 र 3 4 जोड्ने चाहिँ सक्यो। अब यो योजना चाहिँ निकै ठुलो बजेटको भनिएको थियो, यो कसरी स्रोत जुटाउनु भयो? यो योजना चाहिँ अब तपाईँको पहिला चाहिँ हामी पालिकाले गरिरहेको थियो, त्यस पश्चात हामीले हाम्रो अब जुन पालिकामा अरुण प्रोजेक्टले यो अरुण 3Dले जुन काम गर्दै गरिसकेपछि यो 0.5 बाट
भन्ने एउटा ऊबाट चाहिँ यहाँको स्थानीय रूपमा गर्ने बजेट थियो। त्यो पालिकाको अध्यक्षको ज्यूले उहाँकै नेतृत्वमा उहाँकै पहलमा यो चाहिँ बाटो तपाईँहरूले चाहिँ गरिदिनुपर्छ भनेर यो बाटो र तपाईँको खर्सु र यो फाकादाम जोड्ने बाटो, किनभने यो बाटो चाहिँ हामी यहाँको स्थानीयलाई मात्रै सेवा गरेलाई के अरे जनतालाई मात्रै सेवा नपुर्याएर उहाँहरूकै प्रोजेक्टमा जाने बाटो पनि उहाँहरूलाई सर्टकट भएको कारणले गर्दा हामी सबै लागि परेर कार्यपालिकाकै निर्णयले उहाँहरूलाई चाहिँ एउटा निवेदन पेश गरे पश्चात त्यो हाम्रो जुन उनीहरूको चाहिँ प्रोजेक्टको चाहिँ 0.5 कोबाट यो चाहिँ यो काम गरिदिनुहोस् भनेर हाम्रो पालिकाको अध्यक्षज्यूको मेन उहाँको चाहिँ नेतृत्वबाट यो योजना ठेक्का खोलाउन लागेको। यसको साथसाथै यो अब खर्सु वडा कार्यालयदेखि तपाईँको कुवा पानी पनि यो दुईटा योजना चाहिँ को लागि चाहिँ अध्यक्षज्यूको र चिचिला गाउँपालिकाको सिङ्गो कार्यपालिकाको नेतृत्वबाट यो योजनालाई व्यवस्थित गरेर यो ठेक्का खोलाएको थियो। आज यो ठेक्का खोलाउँदै गर्दा हिजो हामी चुनावी महलमा भयो अथवा हामी यहाँ कुनै पनि साथीभाइको कार्यहरूमा भयो, हामी जङ्गलको उकालो बाटोमा हिँड्नु पर्थ्यो भने आज आफ्नै पालिकाको गाडी चढेर आफ्नै गाडी बाइकहरू लिएर दिदिङ हामी यो रिङ रोडमा खर्सुदेखि हामी आज हाम्रो खर्सुदेखि फाकादामको बाटो जोडिँदै गर्दा हामी पनि एकदम खुसी लाग्यौँ र सर आफ्नो बाटोलाई जुन उहाँहरूले प्रोजेक्टले जुन ठेक्का खुलाइदिनु भयो, जुन बाटो गरिदिनु भयो, हाम्रो पालिकाको के अरे चाहिँ आग्रहलाई उहाँहरूले चाहिँ मानिदिएर यो बाटो योजना चाहिँ गरिदिनु भयो। सर्वप्रथम त अब एसडिएमलाई पनि हामीले धन्यवाद दिनुपर्छ। अब त्यस भएको कारणले गर्दा यो अनुगमन गर्दै गर्दा जुन यो अनुगमन हामीले आज गऱ्यौँ, उपाध्यक्ष लगायत हाकिम साहब लगायत इन्जिनियर वडा प्राविधिक वडा अध्यक्षज्यू र कार्यपालिका साथीहरू सिङ्गो हामी टिमै आज लगायत हामी यो बाटो हिँड्दै गर्दाखेरि अथवा कुनै ठाउँमा ग्रेड नमिलेको अब कतिपय ठाउँ त अब हजुरले पनि देखिरहनु भएको छ, हामीले चाहिँ यो ठाउँमा चाहिँ यसो गरेर ग्रेड सुधारिदिनुहोस् र यो बाटो बनाइदिनुहोस् भनेको छ। कुनै ठाउँ टर्निङ नपुगिरहेको, कुनै ठाउँ चौडै नपुगिरहेको, कुनै ठाउँमा चाहिँ अलिक तपाईँको चाहिँ बाटै सकिरहेको बाटोहरू भएको कारणले गर्दा अब ठेकदार साहबलाई एकचोटि हामीले रिक्वेस्ट गर्ने हो। पालिका अध्यक्षज्यूले पनि भन्नुभएको रहेछ, अस्ति उहाँ पनि हिँड्नुभएको रहेछ, त्यो ठाउँ काटिदिनु र उहाँले त्यो ग्रेडलाई चाहिँ अलिक मिलाइदिनु, मेन्टेनेन्स गराइदिनु भनेर चाहिँ उहाँले पनि भन्नुभएको रहेछ। मैले पनि त्यही किसिमले सुझाव दिइरहेको छु र उहाँले विश्वास छ ठेकदार पनि अब जुन के अरे चाहिँ प्रोजेक्टले काम गर्नुभएको छ उहाँहरू पनि कम्पनी पनि राम्रै कम्पनीका साथीहरू, हाम्रै चिन्जानको साथीहरू उहाँले गरिदिनुहुन्छ र पालिकाको रिक्वेस्ट मानिदिनुहुन्छ भन्ने हाम्रो पनि आग्रह छ भन्दै अब चाहिँ हामीले आज जुन हाम्रो यो उद्देश्य थियो, हाम्रो पालिकाको सपनालाई लगभग हामी जेनतेन भए पनि हामी ट्र्याक जोड्यौँ। रिङ रोडको हाम्रो एउटा चाहिँ अवधारणालाई हामीले चाहिँ सपना पुरा साकार गरियो भन्ने चाहिँ लाग्छ। त्यही भएको कारणले गर्दा सम्पूर्ण साथीभाइहरूलाई हामीले गरेको कुराहरूमा यो सिङ्गो पालिकाले मात्रै नभएर हामी चाहिँ जनप्रतिनिधिले मात्रै नभएर प्राविधिक इन्जिनियर कर्मचारीले मात्रै नभएर यहाँको स्थानीय साथीहरूको पनि चासो पुगोस्। कहाँ बाटोको कमजोरी छ भोलि मेजरमेन्ट उठाउँदै होला, भोलि कम्पनीले आएर चाहिँ ठेकदारसँगै बसेर नाप्ने होला, त्यो बेला अवस्थामा सबै साथीहरू पुगोस्, आफ्नो बाटोको चासो लियोस्। त्यो बाटो कहाँ भएको छैन के भएको छैन सबै साथीहरूले चाहिँ चासो पुर्याएर उहाँहरूको निगारीमा बसेर चाहिँ मेजरमेन्ट उठाइदिनु भयो र उहाँहरूलाई रिक्वेस्ट गरेर बिग्रेको बाटोमा ग्रेड नमिलेको ठाउँमा ग्रेड सुधारिदिएर अथवा सोलिङ गरेर हुन्छ अथवा क्वान्टिटी उब्रियो भने त्यहाँ ढलन गरेर हुन्छ कि के गरेर हुन्छ, बाटो चाहिँ सदाबार चलोस्। यहाँ चाहिँ महिला अपङ्ग बिरामीहरूलाई चाहिँ टाउको दुख्दै गर्दा एउटा सिटामल खाने वातावरण र यो बाटोले सेवा दियोस् भन्ने अपेक्षा छ हामी पालिकालाई। धेरै धेरै धन्यवाद। मैले अगाडि पनि भनेको छु चिचिला गाउँपालिकाले भित्री र बाहिरी गरेर रिङ रोडको अवधारणा ल्याएर काम गरिरहेछ। ठ्याक्कै यो बाटो चाहिँ उत्तर दक्षिण कोशी राजमार्ग जुन चाहिँ कप्तानेदेखि छिरेर यता सिरुबारी हुँदै यो फकादामपछि खर्सु हुँदै उता लप्से 2 नम्बर वडाको लप्से हुँदै भ्याङखोला निस्किन्छ र चिचिला गाउँपालिका वडा नम्बर 1 देखि 4 हुँदै फेरि तल 5 नम्बर जोडेर बक्सिदा हुँदै माथि के अरे माङमाया हुँदै फेरि देउराली निस्किने रिङ रोडको अवधारणा छ। यही अनुसार काम भइरहेछ र भित्री रिङ रोडको पनि काम भइरहेछ। जुन कुवा पानीदेखि यता 3 नम्बर जोड्ने काम पनि भइरहेछ। अघि यो समितिका यो भौतिक पूर्वाधार विकास समितिका अध्यक्षज्यूले भनिसक्नु भएको छ, संयोजकज्यूले भनिसक्नु भएको छ। गजब लागेको कुरा के हो भने चिचिला गाउँपालिकाले सबै वडालाई छुवाएर चाहिँ एउटा मुख्य बाटोको रूपमा रिङ रोड चाहिँ बनाउने अवधारणा लिएर काम गरिरहेको अवस्था छ। म पनि अनुरोध गरौँ यो सडक यो बाटो चाहिँ 12 महिना
चल्न सकोस् र यसको स्तर उन्नति ट्र्याक ओपन मात्रै नभएर स्तर उन्नति पनि होस्, यही हाम्रो पनि अपेक्षा छ। आजलाई बिदा लिन्छु, नमस्ते।